पुरुषलाई स्त्री बनाइदिने, स्त्रीलाई पुरुष बनाउने सर्जिकल अपरेसनमा पनि युएसएआईडीले फन्डिङ गर्दो रहेछ कोलम्बिया जस्तो मुलुकमा। एलजिबिटीका र्यालीहरू कन्सर्टहरूमा पनि उसले सपोर्ट गर्दो रहेछ ग्वाटेमालामा जस्तो, मिलियन्स अफ डलर्स। भारतमा आएर अर्बन नक्सलहरूलाई, अर्बन नक्सल भन्ने भाषा प्रयोग भएको छ भारतीय संसदमा भारतीय प्रधानमन्त्रीबाट। त्यसको उहाँहरूलाई शाब्दिक अर्थ त बुझ्यो, तर गहिरो अर्थ चाहिँ गहिरो अर्थ भनेको भारतीय जनता पार्टीको विरुद्धमा लाग्ने इन्टेलेक्चुअल्सहरू, राइटर्सहरू, पत्रकारहरू, विशेष गरी मिडिया हाउस। भारतीय जनता पार्टी डाइरेक्टली इलेक्टेड सरकार हो, अहिले चाहिँ सत्ताधारी पार्टी हो। हिन्दुत्वको नाममा उसको चाहिँ राष्ट्रवादी छविमा चाहिँ नरेन्द्र मोदी अहिले प्रधानमन्त्री हुनुहुन्छ भारतमा। उसको विरुद्धमा लेख्ने पत्रकारलाई किन समर्थन गर्नु पर्यो तपाईँले? होइन भन्दाखेरि चाहिँ नि, र अर्बन नक्सल भनेको चाहिँ नि अहिले भाषा अहिले एकदम पपुलर भएको छ भारतमा। लेफ्ट इन्टेलेक्चुअल्स कता कता उहाँहरूको साथगाठ चाहिँ नेपालमै कन्टेक्चुअलाइज गरौँ। अब नेपालमा कन्टेक्चुअलाइज गर्दाखेरि चाहिँ हरेक वर्ष हामी कहाँ स्वस्तानी हुन्छ, स्वस्तानीको हामी चाहिँ व्रत बस्छौँ, स्वस्तानीको कथा हामी चाहिँ वाचन गर्छौँ र प्रत्येक वर्ष तपाईँले देख्नु